हराएको चेकमा पनि मुद्दा लाग्न सक्छ। मैले यो कुरा भिडियोमा बताइसकेपछि धेरै साथीहरूबाट थरीथरीको कमेन्ट एवं प्रतिक्रियाहरू मलाई प्राप्त भयो। त्यसमध्ये कतिपय साथीले भन्नुभयो हराएको चेकमा त मुद्दा लाग्नै सक्दैन। कतिपय साथीले भन्नुभयो हराएको चेकमा कसरी मुद्दा लाग्छ, यो वकिलले गलत जानकारी दियो। र कतिपय साथीले भन्नुभयो हराएको चेकमा पनि मुद्दा लाग्यो भने त समाज ध्वस्त भयो, समाज बिग्रियो भनेर पनि प्रतिक्रिया जनाउनु भएको छ। त्यस्तै कतिपय जिज्ञासु साथीहरू जसले थप कुरा बुझ्न चाहनुभयो उहाँहरूले पनि मलाई सोध्नुभयो कि साँच्चीकै हराएको चेकमा मुद्दा लाग्छ त सर भनेर सोध्नुभयो। आखिर वास्तविकता के हो त? हराएको चेकमा मुद्दा लाग्छ कि लाग्दैन त? यस कुराको चर्चा हामी आजको यस भिडियोमा गर्नेछौँ। कृपया अन्तिमसम्म भिडियोमा जोडिरहनुहोला। यसलाई हामी एउटा उदाहरणबाट बुझ्ने कोसिस गरौँ। मानिलिनुहोस् मैले तपाईलाई चेक दिएँ, तर त्यो चेकको विषयमा तपाईँ र म बीच विवाद उत्पन्न भयो। तपाईले भन्नुहुन्छ वकिल साहबले नै मलाई चेक दिनुभएको हो, तर म भन्छु कहाँ मैले दिनु, मैले त सही मात्रै गरेर राखेको थिएँ चेक, त्यो चेक उहाँले फेला पार्नु भएछ। अथवा मैले आफ्नो प्रतिरक्षाका लागि उहाँले यो चेक चोरी गर्नु भएको हो पनि भन्न सक्छु। तर चोरी गरेको सन्दर्भलाई एकैछिन अन्तै राखौँ। मैले चेक दिएको हो कि अथवा उक्त चेक हराएको चेक तपाईले फेला पार्नु भएको हो भन्ने कुराको वास्तविक जानकार कि तपाईँ मात्रै हुन सक्नुहुन्छ कि त म मात्रै हुन सक्छु। यस कुराको जानकारी ब्याङ्कलाई पनि हुँदैन, प्रहरीलाई पनि हुँदैन र मुद्दा दर्ता गर्दा समेत अदालतलाई पनि यो कुरा थाहा हुँदैन। त्यसैले हराएको चेक ब्याङ्कमा कसैले पेश गर्छ भने त्यसलाई भरेर होस् अथवा भरेकै चेक कसैले फेला पारेर ब्याङ्कमा पेश गर्छ भने यस्तो चेक पनि ब्याङ्कले बाउन्स गरिदिन्छ। किनकि ब्याङ्कलाई त थाहा हुन्न नि उक्त चेक मैले नै तपाईँलाई दिएको हो कि अथवा मेरो हराएको चेक तपाईँले फेला पार्नु भएको हो। ब्याङ्कलाई यो कुरा थाहा पनि हुँदैन र ब्याङ्कलाई यस कुराको कुनै पनि सरोकार हुन्न। त्यस्तै ब्याङ्कबाट चेक बाउन्स भइसकेपछि तपाईँ पुलिसमा जानुभयो अथवा डाइरेक्ट अदालत प्रवेश गर्नुभयो भने पनि पुलिसलाई पनि उक्त चेक हराएको चेक तपाईँले फेला पार्नु भएको हो कि म आफैले दिएको हो भन्ने कुरा पनि पुलिसलाई पनि थाहा हुँदैन र यस कुरासँग पुलिसलाई कुनै पनि सरोकार हुँदैन। उसले जायरी लिन्छ र इन्भेस्टिगेसन अगाडि बढाउँछ। त्यस्तै यदि तपाईँ डाइरेक्ट दुनियावादी फौजदारी मुद्दालाई आधार बनाएर अदालत प्रवेश गर्नुहुन्छ भने पनि मुद्दा दर्ता गर्दासम्ममा पनि अदालतलाई त्यो चेक हराएर तपाईँले फेला पारेर मुद्दा हाल्नु भएको हो कि अथवा मैले नै दिएको चेक अनादर भएर तपाईँले मुद्दा हाल्नु भएको हो यो कुरा मुद्दा दर्ता गर्ने अधिकारीलाई पनि थाहा हुँदैन। र यो कुराको निष्कर्षमा कतिखेर पुग्न सकिन्छ भने जब अदालतमा मुद्दाको अन्तिम सुनवाई हुन्छ, फाइनल हियरिङ हुन्छ, त्यतिखेर मात्र यस कुराको टुङ्गो लाग्छ। यदि उक्त चेक मैले नै तपाईलाई दिएको हो भन्ने कुराको जस्टिफाई प्रमाणित अथवा पुष्टि गर्न सक्नुभयो भने चेकमा उल्लेखित रकम तपाईले प्राप्त गर्न सक्नुहुन्छ। यदि मैले उक्त चेक हराएको थियो र तपाईले फेला पार्नुभयो भनेर मैले प्रमाणित गर्न सके भने उक्त चेकमा उल्लेखित रकम मैले तिर्नु पर्दैन। यदि कसैको चेक हरायो फेला पार्ने व्यक्तिले मुद्दा हालेन भने त कसैको पनि टाउको दुखाइको विषय हुँदैन। यहाँ मुद्दा हालेन सकियो। तर कसैले मुद्दा हाल्दियो भने समस्या त्यतिखेर सुरुवात हुन्छ। त्यसैले हराएको चेकमा कसैले बदनियतपूर्वक गलत मनसाई लिएर मुद्दा हाल्न चाह्यो भने मुद्दा लाग्छ। आशा गर्छु हराएको चेकमा मुद्दा लाग्दैन भन्ने भ्रमबाट तपाईहरू आजको यस भिडियो हेरिसके पश्चात मुक्त हुन सक्नुभयो।